वेलकम ब्याक टु माई मिनी ब्लग। आजको दिनको सुरुवात रहेको छ पानी र मोरिङ्गा टी खाएर। अनि आज चाहिँ बुटलतिर चाहिँ एकदम वेदर चाहिँ राम्रो छ कि राति पानी आएको थियो नि त, अनि शीतल भएको छ। अनि मोरिङ्गा टी चाहिँ के भन्छ ठाउँअनुसार फरक फरक नामले पनि चिनिन्छ। बुटलतिर चाहिँ मोरिङ्गा टीलाई चाहिँ शीतल चिनी पनि भनिन्छ। अनि हजुरकोतिर चाहिँ के भनिन्छ कमेन्ट गर्नुहोस् ल। अनि आज चाहिँ स्याटरडे थियो नि त, अनि बिहान उठेँ, नुहाएँ, अनि यत्तिकै बसिरहेको थिएँ। अनि तातो पानी खाएँ, मोरिङ्गा टी खाएँ, अनि यत्तिकै भिडियो बनाऊँ न त भनेर लगाएको। अनि यत्तिकै एकैछिन मोरिङ्गा टी खाएर एकैछिन कान्छीसित खेलिरहेँ। अनि कान्छीलाई बोलाइरहेको कि कान्छी कान्छी भनेर हो, अनि वास्तै गर्दैन क्या। अनि देख्नुहुन्छ बाहिरको वेदर चाहिँ यस्तो रहेको छ। अनि मैले चाहिँ कान्छीलाई जिस्काउँदै बसिरहेको कि हात दे भनेर हो, अनि दिँदैन। अनि हात दे भनिरहेको के मैले फेरि। अनि एकैछिनमा अनि बाहिर गएको, आज सटरडे थियो नि त, अनि आन्टीकोमा जान्छु भनेर अनि सोचिरहेको थिएँ हिजोदेखि नै। अनि फेरि जान्छु भनेर अनि रेडी भएँ। अनि आन्टीकोमा चाहिँ जितगढी हो नि त, जितगढी साइकलमा गएँ। अनि कान्छी पनि मलाई परसम्म छोड्न गएको थियो कि। अनि के भन्छ कहिलेकाहीँ निक्लिनु ढोका खोल्दा बित्तिकै उसलाई चाहिँ हतार हुन्छ कि मान्छे कहाँ जानु लाग्यो भनेर। अनि भुकिरहेको थिएँ। अनि फेरि परसम्म गएर छोडी अनि फेरि फर्केर आएँ। अनि म चाहिँ घर नजिकै मन्दिर छ नि त, अनि एकैछिन मन्दिर गएँ, एकैछिन बसेँ, मन्दिर दर्शन गरेँ। अनि मन्दिर दर्शन गरेर एकैछिन बसेर चाहिँ नि म निक्लेँ। जितगढी जानको लागि म हिँडेको थिएँ नि त। अनि एकदम बाहिर वेदर देख्दा पनि एकदम हुन्छ नि खुसी लाग्यो क्या। अनि फेरि भिडियो बनाउँदै गएको के। एउटा मोबाइलले चाहिँ मोबाइल छोपिरहेको छु, एउटा उसले चाहिँ हातले चाहिँ साइकल चलाइरहेको। त्यहाँ अगाडि अलिकति पानी थियो नि त, पानी भएको भएर त्यहाँ अलिक चलाउन गाह्रो हुन्छ नि त, म भिडियो गर्दै भनेर अनि मोबाइल ब्यागमा राखेर चाहिँ पर गएर मैले भिडियो बनाएको छु। अनि साइकलमा हिँड्दै गएको, साइकल लिएर चाहिँ जितगढी गएको। अनि तपाईँले देख्न सक्नुहुन्छ आजको वेदर चाहिँ एकदम राम्रो थियो। अनि यो चाहिँ झोलङ्गे पुलनिरको ठाउँ भयो। अनि झोलङ्गे पुल एकैछिनमै म अनि घर पुगेँ। अनि बाहिरको तरकारीहरू लगाएको हेरेँ। अनि अहिले चाहिँ अनार एकदम फलेको छ क्या। अनि यति भन्दै आजको मिनी ब्लग यहीँ सकिन्छ। कस्तो लाग्यो हजुरहरूलाई लाइक कमेन्ट गरिदिनु। बाई बाई गाइज, थ्याङ्क यू फर वाचिङ।